सो यदि अब हामीलाई अभियसली पनि यो क्वेसन दिएको छ, यो क्वेसन मैले भन्नुपर्छ तपाईँलाई सोएको नन सोए, तपाईँहरू अब आफैले क्लियर छुटाउन सक्नुहुन्छ। यो अभियसली पनि के हो, नन सोए, नन सोए एनालाइसिस हो। मैले अब यहाँ क्वेसन लेखिरहनु परेन, तपाईँले आफैले बुझ्नुहुन्छ सोए नन सोए किन भयो सही नन सोए भन्दाखेरि हिन्जले के गर्नु खोज्छ, हिन्जले त भर्टिकल पनि रोक्छ होरिजेन्टल पनि रोक्छ, हो कि होइन? हिन्जले के गर्छ अरे भर्टिकल पनि रोक्छ होरिजेन्टल पनि रोक्छ। अब यदि मैले यहाँबाट होरिजेन्टल फोर्स लगाइहालेँ भने पनि छन त छैन, अहिले आएको छैन, इभन त आयो अरे ल मानौँ, इभन त आयो मानौँ कुनै दिन हामीलाई यसरी चाहिँ रिजल्भ गराएर पनि त आउला नि त, एङ्गल दिएर यहाँ चाहिँ हामीलाई 20 को दियो भने त यो 20 हाम्रो भर्टिकल पनि आउने भयो होरिजेन्टल पनि आउने भयो। अब यो होरिजेन्टलले गर्दाखेरि यो के डिस्प्लेस हुन्छ होला त, हुँदैन। किन भन्दाखेरि यो हिन्जले रोक्छ। सो यो हिन्जले रोकेको कारणले गर्दाखेरि के भयो त भन्दाखेरि यो के भयो, नन सोए एनालाइसिस भनेर भयो। ठिक छ। सो आज हामी के गर्छौँ, बिमको चाहिँ नन सोएलाई नै हेरिरहेको छौँ। अब तपाईँहरूले पनि छुटाउन सक्नुहुन्छ सोएको नन सोएको भनेर। ठिक छ, तपाईँहरू मैले यसमा क्लियर गरिदिएँ। ल अझ यसको बारेमा अझै छ, यसको इक्जाम्पलहरू धेरै नै छन्, हामी भिडियोमा समय मिलेछ भने त्यसमा हामी इक्जाम्पलहरूको बारेमा डिस्कस गर्ने छौँ। ठिक छ। ल सो अब के गरौँ भने अब चाहिँ हामीले यसका स्टेपहरू के हो, यो क्वेसनमा जानुभन्दा अगाडि चाहिँ यसका स्टेपहरू के हुन सक्छ भनेर हामी त्यसलाई हेरिहालौँ है त। ल स्टेपमा हेरौँ। पहिलो हामीले के गर्ने भने क्यालकुलेट फिक्सिङ मोमेन्ट। दोस्रोमा जाउँ, त्यसपछि हामीले के गर्ने भने डिस्ट्रिब्युसन फ्याक्टर निकाल्ने, हेर्नु है, डिस्ट्रिब्युसन फ्याक्टर निकाल्नु होला। हेरौँ है, ल यहाँ अलिकति पेपर उल्टो भयो जस्तो छ। हेर म तपाईँलाई स्टेप खास भनिदिइहाल्छु। स्टेप पहिलो फर्स्टमा के गर्ने रे, क्यालकुलेट फिक्सिङ मोमेन्ट। पहिलो जहिले पनि हामीले स्लोपमा पनि गरे हो होइन, स्टिफनेसमा पनि गरे हो, फ्लेक्सिबिलिटी जहाँ पनि हामीले गरिरहेको छौँ, फिक्सिङ मोमेन्ट हामीले निकाल्छौँ। एकदम तपाईँलाई थाहा हुनुपर्छ है यो फिक्सिङ मोमेन्ट बारेमा चाहिँ। ल दोस्रो हामी के गर्छौँ भने डिस्ट्रिब्युसन टेबल निकाल्छौँ। डिस्ट्रिब्युसन फ्याक्टर हामीले के गर्छौँ, टेबल बनाउँछौँ या त्यसको डाटाहरू हामी निकाल्छौँ। त्यसपछि हामी के गर्छौँ, त्यसपछि हामीले चाहिँ मोमेन्ट टेबल बनाउँछौँ। हेर मोमेन्ट टेबल भनेर बनाउँछौँ। त्यसपछि हामी लास्टमा के गर्छौँ भने डायग्राम बनाउँछौँ। डायग्राम अफ के त भन्दाखेरि बिएमडी डायग्राम भनेर बनाउँछौँ। 4वटा स्टेपमा हामीले ओभरअल यो आजको चाहिँ टपिकलाई आज हामीले ऱ्याप अप गर्नेवाला छौँ। एकदमै सिम्पल छ, एकदम बेसिक छ, जसले पनि गर्न सक्नुहुन्छ, एकदम सजिलो छ। 15 मार्क्स तपाईँहरू सबैको गोजीमा आउनेवाला छ, राम्रोसँग कम्प्लिटली हेर्नु। ठिक छ, सिम्पल छ एकदमै, दायाँ केही नगरिकन फुल फोकसका साथ पेन र कलम साइडमा लिने। मैले भनेका जति पनि इम्पोर्टेन्ट कुराहरू छ त्यो टिप्दै पढ्नुहोस् कि हेरेर त तपाईँहरू सिक्नुहुन्न। तपाईँलाई लागेको इम्पोर्टेन्ट भिडियोहरू कति मिनटको बन्नेवाला छ यो भिडियो मलाई थाहा छैन पनि, जति मिनटको बने तापनि तपाईँहरू साइडमा के गर्ने, कपी पेन लिने र साइडमा मैले भनेका नयाँ कुरा र एकदमै ट्रिकी कुराहरू इम्पोर्टेन्ट कुराहरू छ साइडमा टिपिहाल्नु भयो। त्यसरी पढ्नु भयो भने के भयो, सिक्नुहुन्छ। क्याजुअली हेर्दिउँ न त बस्दिउँ न त भनेर तपाईँहरू चाहिँ बस्नु भयो भने तपाईँले केही पनि बुझ्नुहुन्न। ठिक छ। ल सो फिक्सिङ मोमेन्टको बारेमा जाउँ। अब